राजधानी क्यानबेरामा गायक यमबराल सांगीतिक साँझ सम्पन्न भएको छ। एभरेस्ट अटो रिपेयर्सको प्रस्तुतिमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराले कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा गायक यमबरालले बादलुको घुम्टोले इलाम बजार छोपिदा, निष्ठुरीले छाडेर गइहाली जस्ता आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नु भएको थियो। साथै बरालले आफ्नो संगीतिक यात्रा र कलाका अनुभवहरू समेत बाँड्नु भएको थियो। कार्यक्रममा स्थानीय कलाकारहरू सुभाष तिमिल सिन्हा र मानिन जोशीको पनि प्रस्तुति रहेको थियो। क्यानबेरामा नेपाली कला संस्कृति र साहित्य प्रतिष्ठानले यस्ता विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। एभरेस्ट अटो रिपेयर्सको प्रायोजनमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भने अशोक ढकालले गर्नु भएको थियो। साक्षी राखी अर्को जन्म